भएको छैन? नाइ बाबु, अहिलेसम्म मलाई सन्चो भएन। चिन्ता नगर्नु आमा, म बाबालाई जसरी भए पनि खोजेर लिएर आउँछु। बाबु, म साह्रै बिरामी भएँ। अब त बाँच्दिन होला जस्तो लाग्छ। तैँले केही गरी तेरो बाउलाई खोजेर ल्याइछस् भने यो सबै हामीले दुःख पाएको भनेछ है बाबु। साँच्चै आमा, बा कस्तो हुनुहुन्थ्यो? बाबु, तेरो बा धेरै मेहनती हुनुहुन्थ्यो। धेरै काम गरेर हाम्रो घर चलिरहेको थियो। सबै गाउँलेहरूले यो धेरै गरिब भयो भन्दै छुछुदिर दूर दूर गराएर त 2 महिना थिइस् बाबु परदेश गएको। अहिलेसम्म अत्तो पत्तो छैन। 9 वर्ष भइसक्यो। चिन्ता नलिनुस् आमा, म गाउँमा मान्छे बोलाउन जान्छु। कोही न त कोही आउला। नमस्ते। नमस्ते दिदी, मलाई एउटा सहयोग गर्नु न है। के सहयोग हो भाइ? मेरो घरमा मम्मी साह्रै बिमारी हुनुहुन्छ। मलाई 500 रुपियाँ सापट्टि दिनुहोस् न। ल, बाटोमा मागेर हिँड्ने भिखारीलाई पनि पैसा दिन्छु त म आफै त कस्तो समस्यामा छ भएको त। यति राम्रो सागबारी थियो, यही सागले घर खर्च चलाउँछ कि भनेको त गाई बस्तु चराएर सबै सिताइदिन आँटेछन्। यति बार लगाएपछि त कस्तो। आन्टी नमस्ते। नमस्ते नमस्ते। कता हिँडेको नि हडबडाएर? मेरो घरमा मम्मी बिमारी हुनुभएको छ। उपचार गर्ने 1 सुको पैसा पनि छैन। 500 रुपियाँ सापट्टि दिनुहुन्छ कि भनेर। मसँग कहाँबाट हुन्छ पैसा? छैन मसँग पैसा। 1 हप्तामा जसरी भए पनि तपाईँलाई दिन्छु। प्लिज दिनु न अहिले। कसरी तिर्छस् 1 हप्तामा पैसा? तेरो बाबा 10 वर्ष भइसक्यो विदेश गएको, अझसम्म 1 रुपियाँ पठाएको छैन, आएको पनि छैन। म सहरमा गएर भाडा मारेर भए पनि दिन्छु। आफ्नो रगत बेचेर भए पनि दिन्छु। प्लिज, म तपाईँको अगाडि 2 हात जोडेर भन्छु। प्लिज। हात जोडेर मात्रै पैसा आउँछ? छैन भनेपछि छैन। जा कुरु। तिर्न सक्ने भए त दिनुहुन्थ्यो नि 500 रुपियाँ पैसा। तिर्न सक्ने होइन। बाउ गएर अझसम्म आएको छैन। यसकी आमा सधैँ बिरामी हुन्छ। कसरी तिर्छ र यस्तो सानो पुच्चेले पैसा? हे भगवान, हामी जस्तो गरिबलाई 500 रुपियाँ पनि कसैले नि बताएनन्। घर जान्छु, त्यहाँनिर कसैले 500 रुपियाँ दिने भने दिन्छन्, नत्र भए बोक्नलाई सहयोग माग्छु, त्यो पनि गरेनन् भने आफै आमालाई अस्पताल लग्छु। कलबन्दी साथी हो तिमीले छानेर। रोशनी के गर्दै बसे? बाख्रा चल्दै बसेको। अनि आज स्कुल गइनस्? आज शनिबार के स्कुल जाने? ए साथी, स्कुल नगएको पनि 1 महिना भयो, बिर्सेछु। मम्मी घरमा लास्टै बिमारी हुनुहुन्छ। कसैले 500 रुपियाँ दिन्छन् कि भनेर आएको। तँसँग टिकाको पैसा छ भने? टिकाको पैसा त मैले स्कुलमा सकिसक्यो। तेरो आमालाई सन्चो हुन्छ भने म बुवाको खोल्टीबाट तेरो बुवाले तँलाई कुट्छ? होस्, पिट्ने गाली खाँदैमा के हुन्छ र? तेरो आमा बाँच्नु छ भने त ल्याउन सकिहाल्छु नि। त जाँदै गर्न म 500 रुपियाँ ल्याएर हस्पिटलमा आउँछु। त मेरो लागि त भगवानै भइस्। म ठुलो भएपछि तेरो गुण जसरी भए पनि तिर्छु है। नमस्ते दादा। नमस्ते। मेरो घरमा मम्मी बिमारी हुनुहुन्छ। उहाँलाई अस्पताल लग्नु पर्यो। बोक्नलाई सहयोग गरिदिनुहोस् न। बोकेको पैसा कति दिन्छ र बाबु? म ठुलो भएपछि तपाईँले जति भन्नुहुन्छ त्यति नै दिन्छु, तर अहिलेको लागि सहयोग गरिदिनुहोस् न। बट यत्रो सानो छ, पछि कमाएर दिन्छु भन्छ यार। आमा, म आइपुगेँ। बाबु, मलाई त झन् च्याप्दै गयो। बाबु, पैसा ल्यायौ त? पाएँ। मेरो विद्यालयमा पढ्ने एउटा साथीले दिन्छु भनेकी थियो। अस्पताल लिएर आऊ, त्यहीँनिर भेट हुन्छ अनि दिन्छु भनेकी थिए। ल आमा, अस्पताल जाऊ। होइन बाबु, मलाई सन्चो हुँदैन अब।
बाबु तैँले सक्दैनस् मलाई झन् गाह्रो भयो बाबु सक्दैनस् बाबु आमा आउनुहोस् अस्पताल जाऊँ सक्दैनस् बाबु आउनुहोस् आमा 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 के भएन उठ्नुहोस् न आमा 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 आज त पुरै दिन आमालाई सम्झेर पो बित्यो उफ के गर्दै होलिन् मेरी आमा स्वर्गमा छन् होला नि स्वर्गमा नि के हुन्थिन् र न त मैले उनलाई पुरै कर्म काठै गरेको छु न त बाउ आउँछन् फर्केर मर्ने बेलामा त आमाले भन्दै थिइन् बाउ एक दिन फर्केर आउँछन् बाबु भनेर न त बाउ फर्केर आए न त खबर नै आयो बाउ यहाँ छन् उहाँ छन् भन्ने जिउँदो छन् कि मर्या छन् कि केही थाहा भएन कस्तो अभागी रहेछु नि म होइन सानी के को उफ गरेर बसिरह हो आज हेर्न यार साह्रै आमाको याद आइरहेको थियो त्यही भएर अब स्वर्गमा गइसकेको मान्छेलाई सधैँभरि सम्झेर हुन्छ त के गर्नु त यार मेरो भन्नु त्यही आमा त थिइन् एउटा बाउले त छोडेर गएको थिए सधैँभरि आमा आमा भनेर बसेर हुँदैन यार अब के गर्नुपर्छ भनेर भन्दाखेरि चाहिँ जुन बेला तँलाई आमा बित्ने बेलामा जति तँलाई मान्छेहरूले नराम्रो गरेका थिए तिनीहरूसँग बदला लिने गर्ने कसरी लिउँ मैले बदला भन् त हेर अब चाहिँ बुझिस् नि सही आइडिया दिस अब ल जा अब मैले तिनीहरूसँग बदला लिएरै छाउँछु ल जा गएँ त तुरुन्त जा गएँ म बाबु हजुर यता सेतीको घर कहाँ होला सेतीको घर किन होला सेतीको घर चाहियो तपाईँलाई यत्रो 20 वर्षपछि आएको घरै कुन हो कुन मैले त ठम्ब्याउनै सकिनँ सबै परिवर्तन भएछ किन जानु पर्यो तपाईँलाई सेतीको घरमा उनी मेरी श्रीमती हुन् साँच्चै तपाईँ सेतीको श्रीमान नै हो त हो बाबु म सेतीकै श्रीमान हो 20 वर्ष अगाडि धेरै नै दुःख पाइयो भनेर बाहिर गएको थिएँ दलालले फसाएर बन्देजमा परेको थिएँ बल्ल बल्ल अहिले उम्केर आएको छु तपाईँ मेरो बुवा पो हो म त सेतीको आफ्नै छोरा पो हो त छोरा के तिमी साँच्ची नै मेरो छोरा हो यत्रो सानो 2 महिनाको उमेरमा छोडेर गएको थिएँ यत्रो भइसक्यो अनि सेतीलाई कस्तो छ त आमालाई यी कुरा घरमै गएर गराउनु बुवा जाउँ हिँड्नुहोस् भाइ मलाई सानो सहयोग गर्नु न सहयोग तपाईँलाई कस्तो सहयोग गर्नुपर्ने होला भाइ मेरो बुढाले सधैँ छ्याङरक सिकाएर मलाई सधैँ गाली गर्नुहुन्छ पिट्नुहुन्छ मेरो कुरै सुन्नुहुन्न तपाईँले जहाँ लगेर हुन्छ जसरी हुन्छ मेरो बुढालाई सुधारिदिनु पर्यो भाइ 10 वर्ष पछाडि फर्केर हेर्नु है एकचोटि तपाईँ यही ठाउँमा तपाईँले मलाई के गर्नुभएको थियो मेरी आमा मर्ने बेला आउँदाखेरि तपाईँले मलाई 500 रुपियाँ सहयोग गर्नुभएको थियो याद छ ती दिनहरू तपाईँलाई आज कति सजिलै भन्नु है मलाई सहयोग गर भनेर जाउँ हिँड्नुहोस् भयो साँच्चै हो रहेछ पृथ्वी गोलो रहेछ सायद मैले पनि कुनै बेला सानोमा यसलाई सहयोग गरेको भए सायद अहिले मलाई पनि केही सहयोग गर्थ्यो होला मैले सानोमा केही कुरा बुझ्न सकिनँ पहिला अहिले आफैले पढ्दा थाहा हुँदो रहेछ थुक्क मेरो जुनी अनि बाबु तेरी आमा खै त भयो बुवा त्यो निको भइसकेको घाउलाई फेरि नबल्जाउँ आमा त के बाबु यो कुरा भनेको कुरा साँचो हो साँचो बुवा होइन भन्दैन यो सब झुटो हो भन्दै होइन बुवा यी सबै कुरा साँचो हो अब विगतका कुराहरू सम्झेर केही छैन बुवा सोच्नुहोस् त मैले
आमा गुमाएपछि तपाईँ पनि घरमा नहुँदा कति पीडा भएर मलाई यी गाउँलेका हेपाई कसरी बयान गरौँ बुवा तपाईँलाई म साह्रै गाह्रो भयो बुवा। तर अब म दुखी छैन बुवा, अब त तपाईँ आउनुभयो नि त। आमा नभए पनि मैले बुवा त पाएँ नि, सानैमा छोडेर गए पनि तपाईँ आउनुभयो नि। अब केही छैन बुवा, अब दुःख सुख गरेर जिन्दगी कटाउँला बुवा। यहीँ काम गरेर म पनि काम गर्न सक्ने त भएको छु नि। अब बुवा भयो, सबै कुरा छाडिदिनुहोस् बुवा। बाबु